हेलो साथीहो, आज हामी चाहिँ के बनाउँदैछौँ? असार 15 दही चिउरा। ल तपाईँहरू पनि खाने है, हामी पनि खान्छौँ। ल सुरु गरौँ है त। त्यही त मैले चाहिँ चिउराबाट सुरु गरेँ। म चाहिँ दहीबाट सुरु गरेँ है त। ल खाएँ त। चिउरा पनि कुरुङ कुरुङ रहेछ त। दही पनि मिठो भएछ हौ, घरमा बनाएको यार। आँप त अलिअलि काट्नुपर्ने तर ठिकै छ। आफैसे खाने क्या खासमा। प्लाउन खान्न त यसो खाने। कस्तो खानै नआउँदो रहेछ, मुखबाङ भिडियो चाहिँ बनाउने लाग्छ खानै नआउने। सिजनको आँप खानुपर्छ है गाइजहरू। एकदम मिठो मालदा आँप हो यो। खासमा त असार 15 मासु पनि खानुपर्ने, अब मासु चाहिँ ल्याएन आज हामीले। मासु खाने होइन है खासमा, दही चिउरा खाने हो। झरी असारमा झरी परेर घाम ला हुँदैन रुजेर अनि खाइ जाँब ल, मैले पनि खाएँ ल भन्ने दिदीको नि याद आउँछ घरिघरि। खाएँ ल भन्नाले कतिले भन्छन् खाएँ ल। मिठो छ है। मिठो छ है। यस्तो आँप त हाम्रो गाउँतिर पाउँदैन यार। तिमीहरू गाउँमा आँप हुन्छ हुँदैन? सन्टारमा हुन्छ होला अहिले। तँमा आँप बढी देखिन्छ। उतापट्टि जाँदा चौरभरि उभरि स्कुलको चौरभरि छ त। मिठो हुन्छ तर मिठो हुन्छ यस्तो आँप चाहिँ हाम्रो अलिक तल कपानीमा हुन्थ्यो पहिला चाहिँ। अहिले चाहिँ लगाउँछौँ कि के हो, नत्र भए चाहिँ नेचुरल हो त्यही आफै उब्रेर बुढो भएको छ। बुढो देखाएको थिएँ मैले त्यो पुल कटेपछि क्या। त्यहाँ त उनी छ नि यस्तो आँप त्यहाँ तलतिर पाउँछ खोलाभन्दा मासतिर। त्यो खोला छ नि पुल भन्दा यतापट्टि त्यहाँतिर पाउँछ। भने त्यहाँ आँप बाँदर कतिखेर झरी पर्थ्यो होइन खेतमा जाने, अनि बाँदरहरू आउँथ्यो। बाँदर आएपछि यति खुसी हुने रे त्यसले आँप झार्छ नि त। मान्छेको बिगार गरेर थाल्छ। अनि उनीहरू लहटे जस्तो पनि झन् उफ्रिएर भाग्ने। अनि खान्थ्यौँ है हामी चाहिँ त्यस्तो गरेर। हामी त तलपट्टि चाहिँ बाजे घरको चाहिँ आँप छ नि, सुपारी आँप भन्छ यत्रो हुन्छ है। त मिठो हुँदैन नि, मिठो छ तर किरा लाग्छ धेरै। अनि बच्चाहरू त बिहान 3 बजे आएर खाइदिन नि साला, हामीले केही नभइदियो। पाउन है सर्ट भिडियोमा त भन्नु पर्ला है कसो बनायो है। गाइस हामी चाहिँ खान्छौँ मजाले, तपाईँहरू पनि खानु। असार 15 मनाउनु। ह्याप्पी असार 15 है। ह्याप्पी दही चिउरा। दही चिउरा होइन हो, असार 15 हो मेन चाहिँ। दही चिउरा त दही चिउरा अनि धान दिउँछ नि त आज। त्यो धान रोप्नु जानुपर्ने गाइस। अब के गर्नु, धान रोप्नु त आउँदैन, आउनु त किन्न आउनु, तर कहाँ रोप्नु जानु। एकजति सबै गाउँमा छोडेर आइहाल्यो, अर्का घरमा कोठा लिएर बस्नु पऱ्यो। हिँड्दै खतम भयो गाई। बाई ल, हामी चाहिँ अब गएर चिउरा खान्छौँ। बाई।